Look at this. यस्तो राम्रो क्याप्सिकम फलेछ. Look at this. मम्माले रोप्नु भएको बारी. के हो बुढीमा? What's cooking? Tofu is cooking. कस्तो मिठो देखेको आसो हाम्रो आमाले जे बनाएर मिठो हुन्छ. सेटिङ गर्नु पर्ने छ क्यामेरा. सेटिङ मिलाउनु पर्ने छ क्या. सेटिङ मिलाऊ हेर. मेरो छोरीले दिन यस्तो सबैको देखेर एकछिन भन्दै मान्छे खिच्दिन. के को लड्डु भन्नु थियो? मसला. अनि स्माइल चीज. पोज गर. दाइलाई सोध्नु ढोको खोला हो. अनि लगिदेऊ नि त. आज आयो 230. हिजो आयो 300. पैसा त हाम्रो नाम पैसा. मामुले चाहेको जस्तै भयो. अलिकति मिलन छ, अलिकति त बिछोड हो. Good morning. Actually, good afternoon. It is such a nice day. यस्तो राम्रो दिन छ. यस्तो शीतल अनि यस्तो मिठो घाम लागिरहेको छ. Finally, I'm excited for winter. हामी चाहिँ भर्खर खाना खायौँ. Mom is still cooking something. अनि हाम्रो यहाँ बारीको हेर्नु यस्तो राम्रो क्याप्सिकम फलेछ. Look at this. यस्तो राम्रो क्याप्सिकम फलेछ. अनि मम्माले भित्र अझै कुक गर्दै हुनुहुन्छ क्याप्सिकम. Look at that. Look at this. मम्माले रोप्नु भएको बारीको कति क्युट. This is so sweet. यहाँ यो चाहिँ कस्कोबाट किनेको हो. अनि यसकै बिउ चाहिँ हो त्यो अघि मम्माले रोप्नु भएको चाहिँ. So nice. What are you cooking, mommy? What you cooking, mommy? Wow. के हो बुढीमा? What's cooking? Tofu is cooking. कस्तो मिठो देखेको आसो हाम्रो आमाले जे बनाएर मिठो हुन्छ गाइस. के हो बुढीमा? Promise I'm not lying. भर्खर मम्माले मलाई यस्तो खतरा अमलेट बनाइदिनु भएको. It was bomb. कसरी मम्मा? अनि आज चाहिँ हामी फेरि कस्तो जानुपर्ने भयो बिकज हिजो हामी एउटा चिज किन्न बिर्स्यौँ. भेरी इम्पोर्टेन्ट चिज. के चिज मम्मा? बेस्ट कफी. हामीले कफी नै किन्न बिर्स्यौँ कि हिजो. माई गुडनेस. वी हेभ टु गो ब्याक अगेन जस्ट फर द कफी. अहिले बजेको चाहिँ 1. कसरी हो Just go to a coffee. Alrighty. अनि अस्ति अमीरहरूलाई किनेको लुगा चाहिँ सानो भएको थियो. अनि त्यो साटेर हिजो ल्याएको थियो. यो पनि ड्रप गर्न जानुपर्ने छ. अनि त्यो ड्रप गरेर अनि त्यो पिकअप गरेर त्यो साट्नु पर्ने छ हामीलाई. त्यही त मम्माले मायालुको लागि यो ठुलोवाला आएछ कि कस्तो स्विट हो नि यो. सो क्युट. अमेरलाई पनि यस्तै छ तर अस्तिको चाहिँ सानो भयो कि मायालुहरू चाहिँ ग्रोइङ सो बिग है. ल अब तपाईँलाई म एकछिनमा भेट्छु. को मायालुहरू अहिले गएर भेट्नुपर्छ. कसरी नाच्छ रे मायालु? Alrighty, हामी चाहिँ जानु रेडी हो कस्कोमा. Before that, I'm gonna stop by Samir's house. अनि हिजो किनेको लुगा दिने अनि उसको लुगा साट्न जाने. And then we'll get some coffee. ल तपाईँलाई के कति देखाउँछु. अनि आज यस्तो राम्रो दिन बाहिर. So nice. Alright, we'll see you guys in a bit. Bye. यस्तो राम्रो छ दिन. कति पछि आयो यसरी? त्यही भएर हाँची आएको हो क्या. कति पछि यसरी झ्याल खोलेर हिँडेको नि त. झ्याल खोल्यो यहाँ फेरि यति धेरै कन्स्ट्रक्सन्स हुन्छ नि. यता मलाई सिधै जानु पर्ने थियो. I have to go this way. उता गाडी आइरहेछ. तुम पास आए. जानुहोस् फेरि बिस्तारै. यो मुस्कुराई. कस्तो राम्रो ठाउँ भएको. के ठाउँ रे? कस्तो राम्रो वेदर. ठाउँ त यस्तै त. यो वेदरको लागि मैले यति प्रे गरेँ होइन कि यो समीरको एरिया चाहिँ अलिकति हरियाली धेरै छ. याद गर्नुभएको छ
रुखहरू ठुलो छ यहाँ होइन रुखहरू ठुलो छ यहाँ त्यसो पनि हुन्छ हुन्छ नि जस्तै हुन्छ त्यो उनीहरूको नेट हेलोविनमा त्यस्तै गर्छु म लाखे राख्छु राखेको ठिक छ नि तर चिन्ता राख्नु होइन नि त राख्छु त देख्न सेटिङ गर्नु पर्ने चाहिँ क्यामेरा सेटिङ मिलाउनु पर्ने चाहिँ क्या सेटिङ मिलाऊ हेर मेरो छोरीले दिन यस्तो सब्रेको देखेर हेर्नु न यस्तो राम्रो दिन छ अनि तातो हावा हेर्नु चिसो हावा लागेर यस्तो आउँछ नि यसरी अब मुस्ताङ पुग्यो जस्तो छ त होइन के भएको होला ए मेरो छोरीले बिर्स उ त्यो उयो त्यहाँ सजाएछ दिवालीमा हेलोविनको ल हामी चाहिँ पुग्यो है कहाँ पुग्यो ए बाई Look at that. सिम्बा को आउँछ सुतेको छैन होला फुल्ली सुतेको छैन होला सिम्बा हो सिम्बा ढोका खोला ढोका त्यहाँभित्र पछ तिम्रो ढोका किन खोलेको त किन मम्मीले सोध्यौ ड्याडीलाई सोध्यौ ल ड्याडीलाई सोध्यो ढोका खोल्या हो अनि ल हरिदेऊ नि त तिमी नाइट लाएर भागे हेर नि त्यहाँ माइलु उता हेर माइलु एकछिन भन्दै मान्छे खिच्दिनँ के को लड्डु भन्नु थियो मसला होइन यो चाहिँ के हो त मेन वालनट हो के सबै यसमा वाउ एन्ड दिस इज आवर लिटल गिफ्ट थ्याङ्क यू माइलु लुक माइलु एकछिन बाबा माइलु यता हेर मन पर्यो पिङ्क अब यो लगाएर हामी वकमा जाने है यस अमु यु रेडी पह न अब यहाँ हेर न यहाँ आम्मा यस्तो क्युट यो नम्बर हो कि तिम्रो साइज हो तिमी अलिकति ठुलो भइसक्यो नि त अब तिमी बिग बोय भयो नि त तिमी हेर त यो ट्राई गर त यसको माथिबाट ट्राई गर त माथिबाट यु वेलकम यो ट्राई गर त प्लिज ड्याडी ल्याइदिनु हुन्छ जाऊ त त्यो निकाल्नु पर्दैन अहिले पहिला लाउ न ट्राई गर न ए माइले त हेर किन त्यो एकजना हेर न फेरि त्यो एकजना उसलाई मनै पर्दैन त्यो ट्याग सबै निकालिदिनु माइले त हेर स्माइल गरिदियो स्माइल चिज पोज गर यता हेर यसो गर माइलु स्माइल गरिदिउ न प्लिज स्माइल गरिदिउ न थ्याङ्क यू So good. We are back at Costco. साट्नु पर्यो अब यत्रो सामान चाहिँ अनि कस्कोमा कफी किन्ने यस्तो राम्रो वेदरमा त कस्को आउनु नि आई डोन्ट माइन्ड गेट गोल्ड हेरा यो राम्रो छ रे अब खासमा किन्न आयो कफीहरूमै त आजमा के लान्छ यो चाहिँ कन्स्टिपेसनलाई एकदम बबाल हुन्छ नि अनि यो एकदमै राम्रो हो अरे यो हो र यो होइन तपाईँ खाने अर्कै हो यो हिजो टन्नै किनेको छ तर यो चाहिँ अब यो इनकेस कन्स्टिपेसन भएकोलाई चाहिँ डेट्स न दिस लुक्स ग्रेट ममा त छानेर एक दिन यहीँ बिताउँछु investigation going on very strong. This is the coffee. You get two. Mana hani mama? Oh. Hey. You might like this one, mama. You know it's a best. Fullu na kosti pasta.
है चक्लेट चक्लेट जस्तो बास्ना आइरहेछ यो ट्राई गर्नु पर्छ नयाँ ट्राई गर्नु नाइ नाइ दुवै लाने This is the peanut butter that I take and mama ko लागि चाहिँ यो peanut butter यो creamy वाला mama को favorite Nutella हो बोक्नु कहिले का खानुहुन्छ तपाईलाई यो ओरिजिनल हो ओरिजिनल हो एकदम ओरिजिनल खानु नि त कहिले कस्तो मेरो ममाको फेभरेट हो यो बिचारा ममा न्युट्रेला कहानी चाहिँ एकदम लामो अरे ममाले भन्नु हुँदैन अरे हैन ल ल अब यहाँ के नबिर्सी गरे अब के को लागि आएको हो फेरि मिक्स नट्सको लागि जानुपर्छ लुगा लिनुपर्छ एउटा घी यहाँ छ घी लिने भनेको ल ल ठिकै छ यो लगाउँ तेलको साथमा एक हो यस 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 गाह्रो छ मिक्स यही त होला नि होइन मिक्स सल्टेड पनि छ अनसल्टेड पनि छ पिस्ताचियो पनि लानु पर्ला नि एउटा पिस्ताचियो यो सेपरेट यो एकदम राम्रो त्यहाँ छैन पिस्ताचियो चाहिन्छ नि राम्रो हुन्छ यसमा पिस्ताचियो छैन मैले नुन नभएको लिएको नुन भएको राम्रो ए पिस्ताचियो अलिकति रहेछ यसमा अलिकति नभएको यो यस्तो भएको भनेको काजु यो यो वालनट छैन वालनट यस्तो वालनट लाग्दैन वालनट ओखर ओखर पिस्ताचियो अब यो हामीले अघि आन्टीले बनाएको जस्तो बनाउनु लड्डु बनाउने होपफुली मामाले बनाउँछ अब मामा तपाईँले बनाउँछु भएन है कफी लभर कफी नै कफी आइम एक्साइटेड फर दिस वान हाई आज आयो 230 हिजो आयो 300 पैसा त हाम्रो दिनमा पैसा कहाँ फल्छ आमा रुखमा कसकोमा फल्छ यो चाहिँ माइल लस सानो भयो होइन अनि फेरि यो पनि 7 दिन लाग्यो के क्युट छ कस्तो राम्रो दिन है It is such a nice day. त्यही भने आज त म्याट्रेस ओछ्याएर घाममा सुत्ने खालको दिन हो क्या मैले आज कति मिनिमम 15 चोटि भने होला आज यति राम्रो दिन छ भनेर भनेपछि म कति खुसी भयो होला त आज अनि म तपाईँले भएको मलाई हजुर She just said shut up to me. Shut up अब के She did not say shut up to me just now. Did you? Shut up. What? Shut up and don't mama honey. Oh. How dare you? How dare you? What are you saying? Guzia बनाउला भन्न न. बनाउला भन्न. यहाँ चाहिँ आन्टीले खुवा बनाउन लाग्नु भएको छ. यसमा घिउमा मज्जाले दुधले मज्जाले यसरी मिक्स गर्ने हैन अनि यसो नन स्टप चलाइराख्ने अहिले चाहिँ मम्मी खासमा दुधको बनाउनु पर्ने तर यो चाहिँ उहाँले रिकोटा चीजको सब्स्टिट्युट यहाँ चाहिँ समीरले चाहिँ मसला पिन्दै छ यहाँ मजाले धुलो पिठो बनाउनु पर्छ यसको पिठो हैन कोर्स गर्ने बच्चा उठ्ला नि फेरि भ्याक्युम गरेर दिनमा कति भ्याक्युम गर्छ सोध्न न यसको लागि मेसिन हो कस्तो राम्रो पिन्दा रहेछ है यो एक तिमीले दिए त मलाई मैले दिए यो पहिला गिफ्ट बर्थडे गिफ्ट मेरो बर्थडे गिफ्ट के आइनो कति वर्ष ओ माय गॉड यही मैले दिएको है यो त फुड प्रोसेसर भन्ने यही हो यही हो क्युजिन एन्ड प्रोटिन कप ए
मैले ध्यान चाहिँ मैले कति वर्ष अगाडि तर तिमीले त हुनु भयो मैले हेरिरहेको थिएँ के चाहिन्छ दामी रहेछ यो मेसिन पनि मोमो फुड प्रोसेसर पनि दामी बन्दो रहेछ यो चाहिँ आज हामीले गुजी के अरे गुजिया अनि त्यही त भने कस्तो राम्रो भयो त अब चाहिँ गुजियाको डो बनाउन आउँदैछ त्यसमा चाहिँ मिक्स होल विट र मैदा खासमा युजली मैदाको बन्दो रहेछ नि त होइन यो चाहिँ अलिकति हेल्दी अप्सन आउँछ हाफ एन्ड हाफ हेल्दी फाइभ 1 कप मैदा हाले 4 कप मैदा हाल्नु पर्ला तिमी कति कप मिसायो 3 कप अल पर्पस र 3 कप होल विट त्यति हुन्छ होला हुन्छ अब यो त पुदैन क्या जति मसलाहरू जति हुन्छ छोड्दैन अलिकति मैले पछिबाट सुजी पनि हाल्छु उ हाल्दै नि कन्डेन्स मिल्क अलिकति कन्डेन्स मिल्क देखाउँछु यार हल्लै भयो रे मिठाई बनाउनु गाह्रो छ क्या खानु पकाउनु सक्ला मलाई बेकिङ गर्नु होइन त साँच्चै बेकिङ त अलिकति हुने पेशेन्स चाहिन्छ साइन्स हो नि त अलिकति मिलेन भने मात्रा मिलेन भने या के हिट मिलेन भने हो नि चल मिक्स गरेपछि अनि अहिले एकछिन टाइम लाग्छ यो बनाउनु तिमीले अहिले गर्दाखेरि यस्तो हुनुपर्छ कि नभएसम्म हुँदैन त्यो घिरे मात्रै त्यस्तो हुनुपर्ने ट्राई हेल्प देम यसलाई चाहिँ पुरा ड्राई हुनुपर्छ कि लिटरली अनि त्यो अगाडिको मसलाहरूसँग उससँग मिक्स गर्नुपर्छ त्यही तिनजनाले एकजनाले गरायो भने त दिनभर लाग्नु रहेछ त के हो होइन नि त किनभने अलमोस्ट ड्राई भइसक्यो यहाँ सुजी पनि बसालिदिनु भएको छ सुजी पनि मिक्स गर्नुपर्छ अरे यसमा होइन आन्टीको डो रेडी हुँदैछ त्यहाँ आन्टीको त्यहाँ डो त उडिरहेछ यो भएको होइन सुजी पनि जस्ट इन केस भनेर रेडी गरिराख्नु भएको छ कति भयो हामीले गलेको 1 घन्टा त भएको छैन 45 मिनटमा 40 मिनट जति भयो है अझै दुध भयो भने त अझै ननस्टप कति हुन्छ होला है यो खुवा त कता कता हराउँछ कि अब यसैमा आन्टीले चाहिँ गर्नुहुन्छ अहिले हामीले क्रस गरेको र नट्सहरू होइन यो कति मिनट चलाइराख्ने एकैछिन अलिकति तिमीलाई जब नट्सको बास्ना आउँछ नि यस्तो हुनुपर्ने कन्सिस्टेन्सी चाहिँ यस्तो खालको होइन सेलाउँछ कि खुवा ठ्याक्कै खुवा हामी खुवा हुन्छ नि त त्यतिकै छोड्नु केही हुन्छ हलवाई हुनु चाहिँ गाह्रो रहेछ काम चाहिँ अबदेखि मिठाई किन्दाखेरि एकदमै सोचेर मात्रै किन्नु होला के आई मिन के नलजाइकन मिठाई चाहिँ अब तर थाहा नै हुँदैन कुन मिठाईमा कति टाइम लाग्छ भनेर है हो नि त सेलरोटीको के भन्छ यसलाई डो त होइन यसलाई के भन्छ वाट एभर दिस इज सेलरोटीको
यसलाई के भन्छ यो गिलो यो चाहिँ यस्तो के कन्सिस्टेन्ट यस्तो हुनुपर्छ यसमा के छ आन्टी भन्नु त मैदा मात्रै के चामल मात्रै हो चामल घिउ चिनी के अरे केरा पनि के हाल्नु भएन है चामल चाहिँ कुन ताइसिनी कि के कतिजना मान्छेहरू चामलमा कन्फ्युज हुने रहेछ कि कुन चाहिँ हाल्ने भनेर वा एकजनाको काम हेऱ्यो नि हो यो यतिको पनि कति पर्यो होला 10 साल त पर्यो होला यो घी चाहिँ युज एक चम्चा अलिकति हाल्दै चम्चा कस्टली भइसक्यो एकदम महँगो भइसक्यो हो अब के गर्न आँटेको हामी भन त सेल पकाउने हो तिमी बाहिर पकाउने भित्र नपकाउने बाहिर किन पकाउने भित्र किन नपकाउने कस्तो ग्यास छ ओ माई गॉड पोल छ बाहिर कस्तो राम्रो हेर न केयरफुल हुनुपर्छ है सो यो खुवाको मिक्सर रेडी भइसक्यो अनि यो चाहिँ डोको चाहिँ रेडी भइसक्यो अब यसलाई बनाउने हाई हामी चाहिँ एकछिन घर आएको मम्मालाई ड्रप गर्नलाई म चाहिँ अनि कफी बनाएँ हामी गो ब्याक सेलरोटी बनाउनको लागि अझै भएको छैन रेडी त्यही भएर बच्चाहरू यहाँ छ मम्माले बनाएको त्यो बिहानको टोफु सो गुड विथ क्याप्सिकम सो गुड अनि म यहाँ अघि हामीले किनेको फ्रेस कफी ट्राई गर्दैछु एकछिन कस्तो बास आयो मिठो लाग्यो मलाई त म त ट्राई गर्नु थियो अघि किनेको फ्रेस कफी हो यो कस्तो लाग्यो टेस्टमा त अलिक कम भएको हो कि तपाईँको सबै चाख्छ यो पनि त्यस्तै छ त्यही त यो चाहिँ यो खानु त यो त हाम्रो पुरानो चाहिँ हो कि यो पुरानो चाहिँ हो यो चाहिँ तपाईँलाई चाहिँ पुरानो भयो कि मलाई किनभने बिग्रिहाल्यो भने फेरि मैले खान्छु यो भनेर बनाएको यसमा चाहिँ पुरानो ख्याल भयो यसमा चाहिँ तपाईँलाई मिठो लाग्छ यो चाहिँ चक्लेटको स्वाद आयो गुड अब म जानुपर्ने हुन्छ समीरकोमा मैले बनाएको बिहानको यस्तो टोफु विथ क्याप्सिकम यस्तो मिठो भएको त्यहाँ मेरो किनुवा पाक्दैछ ओके अब म जान्छु मम्मा एकदम मिठो भन्छ है एकदमै टेस्टी के त्यो एकदमै टेस्टी मम्माले तेल पनि धेरै हाल्नु भएको छैन जस्तो लाग्थ्यो कि तेल अलिकति आइरहेको छ तेल त तर त्यही त है मम्मा तपाईँ बजारसम्म बस्छु म गएर आउँछु है धेरै त बस्दैन एकछिन गएर आइहाल्छु सेलरोटी अमे कुरिरहेको छ कि बिचरा सेलरोटीसँगै पकाउने भनेर एकदम एक्साइटेड छ बच्चालाई खानसान दिइसक्यो त अनि हाम्रो गिफ्टहरू नै बिचरा आन्टीले कस्तो स्विटली प्याक गरिदिनु भएको क्या दिस पावर बल लड्डु हामीले पनि बनाउने भनेर एक्चुअली आज सामान सबै किनेको छ बनाउनु पर्छ है ल म गएर आइहालेँ है ल अब हामी बाहिर अब रेडी हो त म ए यो फ्यान टिकटिक गरेको यो पुरा उसले बिगारेको छ र यो केले बिगारे थाहा छ हिटले के सनले घामले बिगारेको थाहा हुन्छ है एकदमै स्केरी हो नि यो त अब के गर्न आँटेको आउनु हामी यो खोलेर हेर्नुपर्छ पानी पस्यो कि पसेन भनेर छोडिदियो अहिले नगरौँ राति भइसक्यो पछि गरौँला है ओइ ओ माई गड यो ओके वा ए न त्यो आउँछ न है गाली खान्छ अहिले त्यही होस् न त कस्तो राम्रो फुल फुलेको नि यहाँ के सजाएको छ हेर अमुहरूको वाउ लुक एट दिस सो क्युट
हेर्नु न कस्तो राम्रो अघि दिउँसो खिच्न पर्ने यहाँ कस्तो राम्रो आउँथ्यो अमु है अमु अमु हाँस्थ्यो स्माइल गरिदियो फेरि गरिदियो बत्ती बालेर सन्जेल झन्झो राम्रो काम गर्यो कस्तो झिलिमिली भयो ल हेर माया पुस रे अब हामी बनाउन आँटेको सेल भन यता स्माइल गरिदियो गाइस लुक ओभर हियर एन्ड से स्माइल गाइस मेरो मायालु यता हेर न स्माइल गरिदियो He's very busy. Hi Shimbo. त्यो सिम्बालाई यस्तो भइसक्यो त्यहाँ ला ला हाई मायालु मायालु आयो भन्देऊ so excited त्यही त ल हाम्रो यहाँ सेटअप यस्तो भएको छ I'm so excited कति बजी सेलको भएको के आन्टीले कति बजी बनाउनु भएको सेल धेरै भयो है looks so nice ल यहाँ अडियन्सहरू आउनु भएको छ है अब रेडी हो त तिमी सेलरोटी पाक्नलाई हेर्नलाई हो हाँस्देऊ नि त हाँस्देऊ नि कस्तो मजाको भयो वाउ यसलाई चाहिँ जहिले पनि टुप्पालाई खिचेर अनि यसरी तान्ने जति टुप्पालाई खिच्यौ नि जस्तो अब त्यसले त्यो नबारेर यो मसिनो भयो के दादु त्यहाँ बस्नु हैन मलाई कस्तो राम्रो यहाँ काँडा उम्रे हेर न काँडा आउनु पर्छ नि त हैन किन थपेको somebody is going to try now तातो तातै भयो कि मलाई एकदमै बोल्यो त्यो तल मुनि भयो के आलु नै भयो मैले त त्यस्तो राम्रो हुनुपर्ने चाहिँ त्यस्तो भएको छैन नि सेपमा के अरे यो ब्याटर चाहिँ मान्छेले कसरी हाल्यो यो भयो जस्तो लाग्यो मलाई त यो एकदमै राम्रो भयो जस्तो लाग्यो त्यो हाम्रो नयाँ सामान चलाउनै नआएर है यो राम्रो भयो नि यो भयो नि बेटर ऊ हेर्नु त धेरै बेटर भयो अहिले धेरै नै बेटर भयो यो त्यो तातोले हुँदो रहेछ नि त तातोले मैले गर्न सकिरहेको थिएँ ल भयो भयो अब अब हजुर गर्छु त्यो म यो गर्छु हुन्छ 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 एकदमै हुन्छ यहाँ 5 वटा बेसिन बिग्रिसक्यो त त्यो खाइन्छ नि त 5 वटा कहाँ धेरै बिग्रिसकेको छ मेरा कुरा गरे त्यहाँ त्यो धेरै मोटो मोटो ठिकै छ त्यो मलाई दिने भागमा अलिकति पिस राख्दियो त्यो केही हुँदैन हामीलाई त्यही हो त नि साँच्चै हो त्यसलाई त्यही दिने म त आम ग्ल्याड बन्यो भनेर जुगाडको लागि ओजारकाको मलाई यो अघि दिन यो चाहिरहेको रहेछ के मलाई अलि ठुलो हाल्नुपर्छ त्यसमा त्यत्रो त्यत्रो मात्रै हुने रहेछ जस्तो मलाई यो लामो यो ठुलो भयो नि ठुलो बनाउने यो बनाउने भन्नेमा यो कस्तो राम्रो भयो त किन हाँसेको होला मलाई त कस्तो राम्रो लागिरहेछ त्यहाँनिर अलिकति अझै सानो है तर यत्रो ठिक हुन्छ जस्तो लाग्यो मलाई चाहिँ यतिको बने पनि बन्यो कि होइन थुक्पा तिमीले छोडिदिनु कि देखिँदैन कि हुन्छ र
जानु एउटा राम्रो भयो यो त मिकी माउसको मिकी माउसको कान भएन यो मायालाई दिनुपर्छ मेरो माया लुकुन के भयो क्याट जस्तो भयो त्यो क्याट आमै तिमीले के रे बोतल किन लिएर गएको अब मलाई त्यो बोतल दिन्छौ त्यही बोतल झन् राम्रोसँग हालेको जानुभयोहरूले फेरि मलाई ठ्याक्कै छोड्दै भन्छ होइन छोड्यो भने त्यो त छोड्ने जानु भएको छैन त्यहाँ मिल्नु भइसक्यो मिलनसार भइसक्यो त्यहाँ मिल्नु भइसक्यो जानु भएको छैन we had to move inside because चुलो was too big अनि अब यहाँ धमाधम काम भइरहेको छ छुट्यो टी-सर्ट लिनु लागेको छ आमा यो त माला यस्तो भन्छ कस्तो खतरा मामुले चाहेको जस्तै भयो अलिकति मिलन चाहिँ अलिकति त बिछोड हुन लागिसकेको थियो धन्न बिछोड हुन लागिसकेको थियो यहाँ मामु नभयो त्यहाँ समीले यो मान्छे यसको घर बचाइदियो यसको यस्तो यतिको भयो त अलिकति इज्जत बस्छु होटेलमा बेसी सेलहरू दिँदैन त्यो नजाने मान्छेहरू यतिको भयो त हाम्रो यतिको बनिएको छ सासु बुहारी मिलेर यहाँ यस्तो खतरा बनाउँदै हुनुहुन्छ जोरदारको साथ मैले पाएँ कोसेली अब आइ एम लिभिङ अब के खाएको तिमीले ड्याडी चिकन ललिपप चेन लिएर आइसु प्लिज हस् हो ममा तपाईँलाई हो बाबरे वाह ल ट्राई बोक्नुलाई बच्चाले पानी ल ट्राई गर्नु त ए बोक्नु त्यो खानु हुन्न ड्रप द्याट ओ माई गड डढेको पऱ्यो ड्रप बाबा छोडिदिनु अब खान्छ त्यसले अब छाडिदिनु खाइदिन्छ छोडिदिनु अब अर्कोलाई पनि दिनु अब त तपाईँ खानु न तपाईँ अलिकति खानु ल त्यहाँ बिग्रियो भनेर कस्तो चिन्ता गरिराख्नु भएको थियो बिचरा मुखभित्र हालिसकेको थियो अर्कोलाई पनि दिनु अर्को त त्यो अर्कोले चोरेर पाइसक्यो थोरै 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 त्यो तेलमा डुबाएको थोरै मिठो है ह्याप्पी तिहार भोलि बच्चाहरूको पूजा गर्ने रहेछ तर हाम्रो बच्चाको त एभ्रिडे पूजा भइरहेको हुन्छ मिठो लाग्यो तपाईँलाई तपाईँको हिँड्नु म त्यही राख्नु साइडमा उता राखेँ भन्दाखेरि मैले खाइदिन्छु नि त म मोटाउँछु त्यही राख्नु न कुना त कुनै हो त्यही राख्नु त प्लिज तपाईँको कुना मेरो कुना नराख्नु मैले सबै खाइदिन्छु सो यो चाहिँ भोलिपल्ट समयले उता त्यो दिन भ्याएन सेलरोटी यता पकाउँदा सो सी सेन्ड मी दिस भिडियो अनि यसमा चाहिँ म भोइस ओभर गर्दैछु यहाँ चाहिँ यु क्यान सी डोलाई मजाले उनीहरूले बेल्ने मसिनमा राखेर मजाले कति थिकनेस चाहिन्छ त्यो अनुसार बेल्दैछ यहाँ मजाले अनि यो चाहिँ उनीहरूको पनि फर्स्ट टाइमै हो बनाएको अनि यहाँ चाहिँ अघि त्यो बेलेको डोमा चाहिँ दे स्प्रेडिङ के स्प्रेड गरिँदैछ तर के स्प्रेड गरेको चाहिँ मलाई थाहा भएन म चाहिँ घिउ हो कि भन्छु तर घिउ त यसो थिक त हुँदैन अनि यसरी मजाले रोल गर्ने
हैन म पनि फर्स्ट टाइम हेर्दैछु सो मलाई पनि भोइस ओभर गर्दाखेरि रमाइलो लागिरहेछ यो चाहिँ यसरी रोल गर्ने रहेछ मजाले है कतिसम्म रोल गरिन्छ अब रोल गरिसकेपछि चाहिँ त्यो डोलाई र त्यो अहिलेको हामीले मिक्सचर बनाएको थियो नि त्यो क्रस गरेको टक्क त्यसरी राखेर अनि यसरी यो बट्टामा बुट्टा भर्ने बट्टामा राखेर टक्क लाएर बुट्टा भरिँदो रहेछ यो चाहिँ स्याफालेको लागि पनि स्याफाले भन्छ नि त्यसको लागि पर्फेक्ट हुने रहेछ हैन कस्तो राम्रो क्युट ल बनेर अब यहाँ भइसक्यो दुईटा अनि यो चाहिँ फाइनल रिजल्ट कस्तो मिठो देखेको छ आज चाहिँ हामी खान जाने हो गुड आफ्टरनुन दिस इज आवर लन्च दाल मम्मीले बनाएको भिन्डी एन्ड टोफु क्याप्सिकम विथ सम किनवा सो गुड यहाँ छ हाम्रो मुलाको अचार त्यहाँ अर्को लट बन्दैछ यसपालि चाहिँ त्यो एकदमै पहेँलो भएको छ मुलाको अचार अनि यसको आफ्टर रिजल्ट चाहिँ यहाँ पनि छल्किन्छ त्यहाँ हुनुहुन्छ आमाज्यू सेलरोटी एन्ड कफी टाइम ममालाई मैले होल सेलरोटी दिएँ भने ममाले खानुहुन्न खानु के हुँदैन ममा सेल टाउको छ भने त्यहाँ मान्छेले हेरेर चाहिँ हन्टिङ गुड घाम मजा लगाएको छ अहिले अब 1 घन्टापछि चाहिँ हामी जान्छौँ वक alright we'll see you guys in a bit come on let's go जाडो बढेछ अब चाहिँ कस्तो आनन्दको वेदर छ कति भयो बच्चाहरू नल्याएको आज चाहिँ बच्चाहरू ल्याएको कि ल गाइस कस्तो खुसी बच्चाहरू किन आयो गाइस ए हिरो ब्लूले उसो बस्ने रे ल ब्लू बस्ने हो घाँसको कलर उते यहाँ चाहिँ सबै ढोकामा भूतै भूत सजाएर आउने कि guys. Do you guys want to run here? Yes? एउटा हातले क्यामेरा एउटा हातले बच्चाहरूले ड्रोन पनि गाह्रो छ जिन्दगी It is such a nice weather.
मेरो कलर त्यस्तो भएछ क्या भाल है साइडबाट देखाउनु न साइडबाट क्या हो कपालको क्या हुआ अघि मैले त्यो मामाको मसाज गर्दै थिएँ हिरो लेट्स गो त्यो एउटा काहीँ जस्तो यस्तो गर्दै थियो भुक्क भएछ कपाल अँध्यारै भइसक्यो आमा छोरी हिँड्दा हिँड्दा होइन बच्चाहरू यो घर राति कस्तो देख्छ भनेर आएको क्या हामी चाहिँ लेट्स है त त्यहाँ मान्छे हिँडिरहेको देखेको कस्तो क्रिपी हो के बनाएको होला है कस्तो म त्यो मान्छे साँच्चीकै आयो त कस्तो डराउने माई घर कस्तो डरलाग्दो भयो भर्खरै त्यो घरमा रियल मान्छे बाहिर बसिरहेको रहेछ लखाटेको हामीलाई हो हामीलाई त यस्तो लखाटेको कि यु हेभ नो आइडिया यस्तो तर्सेर भयो क्या हाम्रो छोरी त यस्तो चिच्याएको कि ममा त झन् कस्तो दुईजना गरेर कराएको क्या अनि गाडी आयो अनि त्यो गाडी आएपछि खोइ हामी त्यो घरमा जालासो नाटक गरेपछि चाहिँ अनि त्यो गयो नि म त क्यामेरामा हेरिरहेको छु कस्तो डर लागेर फलो गर्छु कि भनेर यस्तो क्रिपी है त्यस्तो गर्नु पाउँदैन नि मान्छेलाई ओमाएको त्यो त लिटरली त्यसमा बस्दो रहेछ त्यो मान्छे त छ्या द्याट वाज सो क्रिपी द गाई वाज सो क्रिपी त्यो घरै क्रिपी थियो कि म त बच्चा निभाएर बस्छु डर लाग्यो मलाई त एनिवेज वक चाहिँ राम्रो भयो तर एकदमै क्रिपी भयो अबुई मुटै ढुकढुक ढुकढुक भयो दुईजनाको फेरि घर थाहा पाउँछ भनेर म त यसो लुकेर आएको कि कोठाभित्र घरतिर यतिकै डर लागेर सुस्केरी राइट अब आमा छोरी के खान्छौँ त्यसपछि we'll call it a day and we'll see you tomorrow bye good afternoon यहाँ पाकेको छ tofu with घरमै उम्रेको bell pepper and bhanta looks so good हिजोको leftover भिन्डी and mulak achar all made by mama को white rice and मेरो quinoa Hi Blue. Look what I got for Blue. Blue चाहिँ एकदम हात र यस्तो चाट्ने बानी छ कि उसको अनि त्यही भएर मैले चाहिँ के गर्ने एकदम नै जति गरेर नहुने भयो भने यो सल्युसन निकालेर चाहिँ एउटा टेप पाउँदो रहेछ यस्तो मजाको अनि त्यो लगाइदिएको छु अब चाहिँ बिचरा घाँटीमा लाउँदा उसलाई एकदम गाह्रो भइसक्यो कोन यो हैन एकदम गाह्रो भएर अनि मैले चाहिँ उसलाई चाहिँ यो लगाइदिउँ न त भनेर अब हिँड्छ अब हिँड्नु देखाइदियो भयो हिँड्नु देखाइदिउँ नि त तिमी गुड बोय भएर देखाइदेऊ नि त तिमी कति गुड बोय चाहिँ तिमीलाई कस्तो क्युट लगाइदिन्छु ममा लिएर वाउ थ्याङ्क यू ममा भन नफुकाल है नचाट ल यो गरेर तिमीले कोन लाउनु पर्दैन नि त्यसरी एकदम बदर भइरहेको थियो नि है त्यो कोन लाएर कस्तो गाह्रो भइदिएछ ओके ह्याभ फन ओके ल गुड जब यता यता हिरो आज चाहिँ हामी तीनजना मात्रै वकमा आएको गाह्रो छ यहाँ अझै बच्चाहरू आएको नि ओ माई गड यस्तो गाह्रो हुन्छ कि यिनीहरूलाई यसरी वक गराउनु हिरो लेट्स गो अझै उताबाट कुकुरहरू तिन चार आउनुपर्छ एक दुईजना भर्खरै कस्तो गाह्रो भयो ब्लूले यस्तो डेन्जर भुक्छ नि त्यो बच्चाहरूलाई स्ट्रगल इज रियल अब फेरि हिरोसँगै हिँड है मसँग वक जाने बेला चाहिँ एभ्री टाइम आई प्रे कि उताबाट कुकुर नआओस् भनेर द्याट्स द ओन्ली थिङ आई विस फर यस्तो गाह्रो हुन्छ
Look at that, so pretty. And the vlog bhar मैले त्यो खुट्टामा त्यो band लगाइदिएको नि त. And then I decided to get him, walk him. And I was like, what was the point? We cover like this. I got feel like this. But I was oh my god. Kurai रहेछ मार्छ मलाई.